सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म नि यहाँ एकदम सन्चै नै छु साथीहरु। अनि साथीहरु आज पनि म धेरै दिन पछाडी नै आउँछु भिडियो बनाउनलाई, किनकि म भ्याउदिन। तपाईहरुलाई थाहा छ एक्लै नानीसँग एक्लै हुनु जति साह्रो केही हैन। नानी हेर्दिने मान्छे नै छैन क्या, किरा पो पस्छ त मलाई। सो त्यही भएर मेरो चाहिँ भिडियो पनि ढिलो आउँछ साथीहरु। अनि आज चाहिँ हाम्रो गाउँमा मेरो बाजेको छोराको पास्नी, मेरो फुपूको छोराको पास्नी रहेको छ आज। छेवर पनि भन्छ हाम्रो तामाङ भाषाबाट चाहिँ। अनि म चाहिँ त्यहाँ अहिले बिहानै 9:30 जस्तो भयो। म बिहानै खानासाना खाएर सघाउनु जाँदैछु साथीहरु। अनि आज चाहिँ बिहीबार हो नि त, अनि नानीलाई त्यही हाम्रो घर छेउकै स्कुलमा हालेको छु। अनि त्यहाँ मिसहरूले एकछिन हेरिदिँदै गर्नुहुन्छ। म चाहिँ एकछिन कामहरू सघाएर 1 बजीतिर घर आउने, अनि फेरि भरे के लगेर जानुपर्ने। अहिले चाहिँ म सिर्फ काम सघाउनु मात्रै जाँदैछु साथीहरु, नानी छोडेर। अनि साथीहरु त्यही हो। अनि अहिले चाहिँ म एक्लै जाँदैछु। अब हाम्रो गाउँमा छोरी मान्छे पनि त्यति छैन हैन, छोरा मान्छे पनि सबै विदेश गइसक्यो। अनि काम गर्ने कोही पनि छैन। आउनु है नातिनी भन्दै हुनु त बाजेले हिजो। अनि त्यही भएर म जाँदैछु साथीहरु। कसैको मकै गोड्दैछ, कसैको के गर्दैछ, सबैजना धमाधम बिजी छ। अब म चाहिँ त्यति बिजी थिइनँ हैन, म चाहिँ अलि फ्री नै थिएँ। त्यही भएर म जाँदैछु साथीहरु हैन। अब चाहिँ म त्यहाँ गएर के गर्छु, तपाईहरुले पनि भिडियो फुल वाच गरिदिनु होला। अनि यदि मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला। अनि हाम्रो चाहिँ अहिले यस्तो छ वेदर पनि हेर्नु, घामै लागेको छैन। पारितिर तेह्रथुम शुक्रबारेतिर चाहिँ घाम लाग्दैछ। अनि यता चाहिँ लागेको छैन, यता चाहिँ झुम्मिरहेको छ। त्यही हो। अहिले तपाईहरुकोतिर पनि सिजन अनुसार मकैहरू गोडिँदै होला, कसैको एकोर होला, कसैको दोहोरे होला हैन। हाम्रोतिर चाहिँ कसैको दोहोरे हुँदैछ, कसैको एकोर हुँदैछ, कसैले भर्खर छर्दैछ। त्यही हो साथीहरु। अनि अब चाहिँ गएर धम्माधम काम गर्नुपर्ने हुन्छ फुपूसँग। अनि मेरो त्यहाँ कान्छी फुपू हुनुहुन्छ, पर्ने हैन, आफ्नै त हैन, आफ्नै पनि भन्दा हुन्छ। अनि त्यही हो। अहिले चाहिँ यहाँ जेठी फुपूको छोराको पास्नी छ, छेवर कपाल काट्ने क्या छोराको। अनि अब हामी कान्छी फुपूसँग म अलिअलि काम सघाउँछु। हाइ त साथीहरु, हाम्रो पास्नी हुने घर चाहिँ यो रहेको छ। त्यहाँ आखेहरूले सरसफाई पनि गर्दै हुनुहुँदो रहेछ। हेर्नु होला हो, गाडीहरू आउँछ नि त। अब सरसफाई हुँदैछ यहाँ साथीहरु। हाम्रो चाहिँ आलु तासेर सक्नु लाग्यो। यहाँ चाहिँ इलिगिरी यता चाहिँ मेरो फुपू हाई गरिदिनु मेरो च्यानलमा। म तपाईहरुलाई उहाँको च्यानलको नाम पनि तपाईहरुलाई पिन गरिदिन्छु कमेन्टमा। प्लिज सबैजनाले सब्स्क्राइब गरिदिनु होला मेरो फुपूलाई पनि। अनि यहाँ अब चाहिँ हामी यसको अचार बनाउँछौँ। अनि अब यति बाँकी छ, यति थियो कि मैले अघि लिनै पाएन भिडियो। सो त्यही हो साथीहरु। अनि यता प्याज बनाउँदै हुनुहुन्छ हाम्रो मामले हैन। माम यता हेर्नु त मेरो भिडियोमा, हाई गरिदिनु। यहाँ चाहिँ खाना पकाउने ठाउँ हैन आखे, यहाँ आखे यता मेरो भिडियोमा हाई गरिदिनु न एकचोटि। यता मेरो सरसिंह आखे हुनुहुन्छ है आज धमाधम उहाँको घरमा। यहाँ चाहिँ थालबटुकाहरू छ, कुर्सीहरू छ। अब यहाँ तिरपल टाङ्दै हुनुहुन्छ आखेहरूले। अनि अहिले चाहिँ 10-11 बजे होला, कोही मान्छे आउनु भएको छैन। अब भरे फेरि 5 बजेको सायद छ अरे साथीहरु कपाल काट्ने चाहिँ। अनि त्यही भएर मान्छेहरू पनि ढिलो आउनुहुन्छ। हामीले चाहिँ यहाँ सबै तयार गरिसक्नु पर्ने हुन्छ त्यति बेलासम्म। अनि हामी गर्ने पनि छौँ साथीहरु। हामीले यहाँ प्याज काट्दैछौँ मैले हैन। अनि यता मामले गर्दै हुनुहुन्छ। यिनीहरू दुईजना यहाँ खाएर अहिले चाहिँ लग भन्दा हुन्छ तिनीहरूलाई। यहाँ आएर कस्तो हेन्सम देखेको छ। हाई गरिदियो धिराज, हाई हेलो हेलो। मेरो दिदीलाई सब्स्क्राइब गरिदिनु भन्दै, दिदीलाई सब्स्क्राइब गरिदिनु होला। यताबाट सब्स्क्राइबर ए सरी आऊ यसरी ल भरे यहाँ भिडियो हेर नि तिमीलाई पखाइ त यहाँ कस्तो आउँदैछ।
साथीहरु यहाँ चाहिँ ब्रोइलर चाहिँ 7-8 वटा यो पनि पारीदेखि ल्याउनु भएको ल साथीहरु। अनि अहिले चाहिँ म फेरि जाँदैछु। अघि आए सघाइ पकाइ गरेर अनि भिडियो चाहिँ लिनु पाइनँ मैले। अनि अहिले चाहिँ म फेरि घरमा आएर अलिअलि कामहरू सुँगुलाई चारोहरू दिएर हैन खाजाहरू बनाइदिएर केटाकेटीलाई स्कुलमा मिसहरूलाई बनाइदिएर अनि नुहाएर तयार मयार भएर अहिले चाहिँ हामी जाँदैछौँ। यो साइली र मेरो नानी हैन अगाडि फुलमाया माम अनि म अनि अहिले चाहिँ 5:30 भइसक्यो। 5:30 बजे पनि यसरी घाम लाग्छ हैन। अहिले दिन लामो छ। त्यही हो साथीहरु। अब चाहिँ नि टाइम पनि भइसक्यो 5 बजेको सायद भन्थ्यो 5:30 भइसक्यो। अब टिका लाउन आँटेको छ भन्दै थियो। अनि यहाँ यस्तो राम्रो फुल छ। साइली यो फुलको नाम के हो भन् त? चुवा फुल। आउनु माम। राम्री देखेको छ आज मामलाई भनेको यहाँ मेरो भिडियोमा आउनु भनेको। यहाँ हेर यो चाहिँ बिस्कुट माग्छ नानीको। आगे भन्ने नै अलिक हाल्न यार। आउने लु चिसो खानु मेरो छोरो बजु भन्दै के रे छिटो भन भनेको काम नबेगर भात खाए नेहरू किन ए मलाई देखाउँदै खाऊ न मग देऊ देऊ भान्जी एउटा सानो मग पानी दिनु अर्को